सर्लाहीको चक्रघट्टा गाउँपालिकाका कक्षा 10 मा पढ्ने एक छात्रले आफ्नो प्रतिभा र मेहनतले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन्। जम्मा 30,000 रुपैयाँको लागतमा बनाएको यो मोटरसाइकल वातावरण मैत्री र भविष्यका लागि उपयोगी मानिएको छ। The world comes together at Sharda University. सर्लाहीको चक्रघट्टा गाउँपालिका 1 औरही घर भएका चन्दन शाह लालबन्दी नगरपालिका 9 32पुर स्थित आइडियल को एन्ड एकाडेमीमा कक्षा 10 मा पढ्नुहुन्छ। प्राविधिक विषयमा रुचि राख्ने चन्दनले आफ्नो मेहनत र शिक्षक अभिभावकको प्रेरणाले जम्मा 30,000 रुपैयाँको लागतमा विद्युतीय मोटरसाइकल निर्माण गर्नु भएको हो। मैले आज यो साइकल बनाएको छ आफ्नै लागतमा र त्यसमा युज भएको पार्टहरू भनेपछि यसलाई मोटर छ 750 वाटको मोटर लागेको त्यसमा र यो भनेको चाहिँ फ्लोटर भनेको इन्सुलेटर दिने बित्तिकै यो भाग्ने गर्छ। त्यसमा कन्ट्रोलर पनि लागेको छ र ब्याट्री भनेको यो ब्याट्री पनि लागेको छ। यो मोटरसाइकल प्रति घण्टा 50 किलोमिटरको गतिमा 60 किलोमिटरसम्म गुड्न सक्छ। 48 भोल्टको ब्याट्री प्रयोग भएको यो मोटरसाइकल पुनः चार्ज गर्न 3 घण्टा लाग्छ। वातावरण मैत्री यो मोटरसाइकलले 200 किलोग्रामसम्मको भार वहन गर्न सक्ने क्षमता राख्छ। लिथियम ब्याट्रीमा लागेको छ 48 भोल्टको ब्याट्री छ। यसले फुल चार्जमा 60 किलोमिटर चल्छ र यसले टप स्पिड भनेको 50 स्पिड दिन्छ। वातावरण मैत्री मोटरसाइकललाई अझै स्तरीय र क्षमतावान बनाएर बजारसम्म लैजाने योजना छ। निकै मेहनती छात्र शाहले गरेको प्रयासले विद्यालयका शिक्षकहरूलाई पनि उत्साहित बनाएको छ। ईभी बाइक बनाउन सफल भएकोमा भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उले भने जस्तै केही कामहरू बाँकी भएका कामहरू यो ईभी बाइकमा थप केही गर्ने पर्ने केही कामहरू छ भने आइडियल को एन्ड एकाडेमी सम्पूर्ण परिवार हामी तन मनले सहयोग गर्न हामी एकदमै तयार छौँ। साइन्सको क्षेत्रमा बच्चाहरूलाई त्यही यसरी इन्ट्रेस्ट जगाउनु हैन यो एकदमै राम्रो पक्ष हो। मलाई गौरव पनि लाग्यो किनभने आफै साइन्सको विद्यार्थी हुँदाखेरि हामी सोच्न मात्रै सक्यौँ। यो साइन्समा नहुँदा नहुने पनि यो गरेर देखाइदिनु र बच्चालाई यो सेक्टरमा अझै इन्ट्रेस्टेड र यसलाई एक्सप्लोर गरिदिनु भनेको यो एकदमै राम्रो कुरा हो। छात्र शाहको प्रोत्साहनको लागि हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियारले प्रोत्साहन पत्र मार्फत सम्मान समेत गर्नुभयो। यसअघि सोही विद्यालयका कक्षा 11 र 12 का विद्यार्थीले मध्य प्रदेशमै पहिलो पटक स्पिकिङ एन्ड वाकिङ रोबोट बोल्ने र हिँड्ने रोबोट र विद्युतीय ट्र्याक्टर निर्माण गरेका थिए। बालबालिकाको रुचिलाई आत्मसात गर्न सके भोलिको दिनमा नयाँ आविष्कारक निस्कने बाटो खुल्नेछ। सर्लाहीबाट श्रमण थापाको रिपोर्ट।